आज हामी एकैछिन पार्कमा गयौँ। पार्कमा गएर मम्मीले जिप लाइन खेलेर रमाउँदै गरेपछि एकछिनमा अँध्यारो हुन लाग्यो। आजको हाम्रो प्लान चाहिँ अँध्यारो भएपछि क्रिसमस लाइटहरू हेर्न जाने भन्ने प्लान हो। हामी पार्कमा एकैछिन पुर्यौँ, अँध्यारो बनाउँदैछौँ, अँध्यारो भयो र हामी क्रिसमस लाइट हेर्नलाई टाउन ड्राइभमा निक्ल्यौँ। यहाँ चाहिँ यो टाउनमा चाहिँ जस्तै अब गभर्मेन्टले बनाएको त्यस्तो उसहरू छैन। यहाँ चाहिँ पब्लिकहरूले आफ्नो घरमा बाहिर राखेको क्रिसमस लाइटहरू चाहिँ एकदम रमाइलो बनाएर राखेको हुन्छ। हामी त्यही लाइटहरू हेर्न एउटा स्पेसिफिक स्ट्रिटमा लाग्यौँ। दामी दामी लाइट्सहरू बनाएको थियो होइन। एउटा घर एउटा स्ट्रिट सकेपछि यसरी अर्को घरमा अर्को स्ट्रिटमा होइन हेर्दै हामी मात्रै त्यस्तो मान्छे थिएनौँ कि अब टाउनमा त्यसरी हिँड्ने मान्छेहरू अरू पनि थिए। त्यसरी नै लाइट हेर्न हिँड्नेहरू मस्तै हुन्छन् यो डिसेम्बरको मन्थमा चाहिँ। अनि त्यसपछि फेरि अर्को लाइट थियो। अर्को लाइट कस्तो मेरो चाहिँ बुढी क्यामेराम्यानले खासै राम्रो खिच्नु भयो भन्ने मलाई लागिरहेको छैन। अनि यो अर्को त्यसपछि आधी घन्टा जस्तो यसरी यो गर्दै लाइटहरू हेर्दै हिँडेपछि हाम्रो लाइट टुर चाहिँ आजको सकियो। इन्जोय गर्नुहोस् बाँकी पार्ट ल।